कुवेतमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैभन्दा पहिला त यो भिडियो सेयर गरेर कुवेतभरि छरिएर बस्नुभएको नेपालीसम्म पुगाइदिनु होला। तपाईँको यो एउटा सेयरले कसैलाई हेल्प हुनेछ भन्ने मलाई लाग्छ र आज भर्खरै मात्रै कुवेत नेपाली राजदूतावासले एउटा नोटिस निकालिएको छ, जुन चाहिँ नोटिस चाहिँ भने कुवेतमा रहेको नेपाली राजदूतावासबाट जति पनि प्रदान गरिने सुविधाहरू तपाईँहरूले लिन सक्नुहुनेछ र यहाँ सम्बन्धित नम्बर राखिदिएको छ। कुनै पनि सम्बन्धित जानकारी चाहेमा तपाईँले सिधै फोन गर्न सक्नुहुनेछ र कुनै पनि समस्या परेमा पनि तपाईँले फोन गर्न सक्नुहुनेछ है त। यहाँ सम्बन्धित नम्बरहरू राखिदिएको छ, म तपाईँहरूलाई यहाँनिर राखिदिन्छु, हेर्नु होला। भिडियो स्पिड भएमा पोज गरेर भिडियो अड्काएर हेर्नु होला है त। त्यहाँ नम्बर छ र सम्बन्धित के विषयमा भन्ने है त। र एकदमै खुसीको कुरा हाम्रो नेपालीहरूको समस्या राजदूतावासले सुनिनेछ भन्ने लाग्छ मलाई र उहाँहरूले यो नम्बर राखिदिएको छ। विशेष केही समस्या परेमा फोन गर्नु भनेर नै राखिदिनु भएको छ है त। र यो भिडियो सक्दो सेयर गरेर सम्पूर्ण नेपालीबाट पुगाइदिनु होला र तपाईँको एउटा सेयरले उहाँहरूलाई हेल्प सपोर्ट हुनसक्छ। र धेरैले मेरो भिडियोमा कमेन्ट गरेर धेरै विषयमा सोधिराख्नुहुन्छ र मैले जति जाने त्यति तपाईँहरूलाई जानकारी दिएको नै छु। र तपाईँहरूलाई कुनै अब समस्या परेमा तपाईँले सिधै राजदूतावासमा पनि फोन गर्नुहोला र तपाईँहरूको समस्यालाई हल गर्नुहुन्छ भन्ने मलाई लाग्छ है त। ल धेरै धेरै धन्यवाद राजदूतावासलाई पनि र सम्पूर्णले यो भिडियो सेयर गरिदिनु होला, सबैबाट पुगाइदिनु होला है त।